यस्तो झरी परेको बेलामा तपाईँहरूले पनि घरमा थुक्पा त बनाउनु भएको होला। मैले घरमा थुक्पा बनाउँदा मसँग भएको तरकारीहरू जस्तै क्याप्सिकम, प्याज, स्प्राउट्स, चना, चिकन सबै हाल्छु र मजाले चलाएर त्यसमा थोरै नुन पनि हाल्छु। थोरै नुन हालेपछि त्यसमा मैले आफूलाई चाहिने जति पानी पनि हाल्छु र 2 चम्चा जति सोया सस हालेर मजाले उमाल्छु। उम्लेपछि त्यसमा मैले धनिया र प्याजको पत्ता हालेर एकछिन चलाउँछु र त्यसपछि मैले उमालेर राखेको नुडल्स पनि हाल्छु। त्यो नुडल्स हालेपछि हामीले एकछिन चलाउनुपर्छ र चलाएपछि त्यो एकछिन 1-2 मिनट चलाएपछि त्यो मजाले पाक्छ। त्यसपछि हाम्रो थुक्पा रेडी भयो। यसरी पकाएको थुक्पा एकदमै मिठो हुन्छ र हामीले त्यसमा बाउलमा ट्रान्सफर गरेर हामीले कागती पनि हाल्न सक्छौँ। कसैलाई कागती मन पर्न सक्छ, कसैलाई मन पर्दैन। मलाई चाहिँ एकदमै मनपर्छ र मैले त्यसमा कागतीको रस निचारेर इन्जोय गरेँ। तपाईँहरू पनि यसरी थुक्पा बनाएर इन्जोय गर्नुहोला। थ्याङ्क यू। र तपाईँहरूलाई आज मैले बनाएको थुक्पा कस्तो लाग्यो? छोटो र सजिलो। तपाईँले कमेन्टमा कमेन्ट गर्नुहोला। धन्यवाद। थ्याङ्क यू।